नमस्कार हजुर। नमस्कार। म जीवन बिमाको लागि आएको, हजुरले बिमा गर्नुपर्ने भयो। यसो हुन्छ कि के? बस्नु त। यसमा तपाईको ज्यान जान्छ। मेरो ज्यान लिन आएको त यहाँ? तैँले भन्न खोजे के मलाई? त्यस्तो होइन सर, एकछिन। तपाईको मृत्यु भयो भनेपछि हाम्रो कम्पनीले पैसा दिन्छ। ओहो, तिमीहरूको कम्पनीको पैसा दिने मान्छे माथि पनि छ? त्यस्तो होइन सर, तपाईको मृत्यु भयो भने तपाईको परिवारलाई पैसा दिइन्छ, तर तपाईलाई दिन्न। त्यसो भए मेरो परिवारको बिमा गर्नु न। मेरो किन गर्ने? मलाई केही फाइदै छैन। यसले कुरा त सही गर्यो, तर बिमा नभरि चाहिँ जान हुँदैन। त्यस्तो होइन के सर, तपाईलाई फाइदै फाइदा छ। मलाई कसरी फाइदा भयो? के म नर्वको गाडी भट्टी पल्दा पो? त्यस्तो होइन के सर। कस्तो हो त? के म नर्वको तातो तेलमा मासु भुट्दै बेच्छु? तपाईँले भन्न खोजे चाहिँ के? मैले भन्न खोजे त्यस्तो होइन। तपाईँ मर्दा यो कुरा मेरो बुढीले थाहा पायो भने अहिले मलाई रक्सीमा विशाल्न आफैले मारिदिन्छ। बिमा नभर्ने भएपछि म जान्छु सर। एक सेकेन्ड, मेरो बुढीको बिमा भर्दा पनि पैसा आउँछ? आउँछ नि, किन नआउनु। ल भर त्यसो बुढीको बिमा। सर यो कागज भयो, यसमा साइन गर्नुहोस्। ल कहिले लाग्नु भएको सर? पैसा खै? एकछिन म पैसा लिएर आउँछु। बिमाको पैसा लिएर आउँछु पक्क। बुढी मारे जस्तो छ। Oh